चाहिँ म तपाईँहरूलाई हाम्रो स्मार्ट ब्यालेन्स पोर्टलमा कसरी लगइन गर्न सकिन्छ, कसरी रजिस्टर गर्ने, कसरी आफ्नो प्रोफाइल क्रिएट गर्ने भनेर त सिकाउनु गइरहेको छु। सो भिडियो चाहिँ एन्डसम्म हेर्नु होला है। सर्वप्रथम तपाईँहरूले आफ्नो नाम हाल्नु होला, यहाँ जे फिल दिएको छ त्यो चाहिँ आफ्नो एकदम एकुरेट हाल्नु होला, तपाईँलाई फर्दरमा सजिलो हुन्छ। सो यति भएपछि आफ्नो डिटेल हालेपछि तपाईँहरूले एउटा रजिस्टर गर्नु होला। सो रजिस्टर गरेपछि यहाँ ओटिपी सेन्ड सक्सेसफुली भनेर देखाएको छ। अनि यहाँनिर तपाईँहरूले के गर्नु भन्दा यहाँ फोन र पासवर्ड दिएको छ, यो नगरी तपाईँहरूले लगइन गर्दा चाहिँ लगइन विथ ओटिपी इन्स्टेन्ट गर्नु होला। आफ्टर द्याट तपाईँले अघि युज गरेको नम्बर फेरि यहाँनिर हाल्नु होला है। जुन तपाईँको फोनमा आएको ओटिपी छ त्यो चाहिँ तपाईँले एकदम सेभ गरेर राख्नु होला, त्यो चाहिँ तपाईँले युज गरिराख्नु पर्ने हुन्छ है। यति गरेर साइन इन गर्नु होला। सो अब तपाईँको फोनमा ओटिपी आइसकेको छ। सो त्यो ओटिपी चाहिँ तपाईँहरूले यहाँनिर इन्सर्ट गर्नुपर्ने हुन्छ है। भेरिफाई ओटिपी गरे पछाडि चाहिँ तपाईँहरू यहाँनिर तपाईँहरू ड्यासबोर्डमा आएर प्याकेजहरू देख्न सक्नुहुनेछ। सो अब तपाईँहरूले यहाँनिर आएर चाहिँ तपाईँहरूको सम्पूर्ण स्टडी मेटेरियल्सहरू तपाईँहरू कुन कोर्समा इनरोल्ड हुनुभएको छ त्यही अनुसारले पाउनुहुन्छ। त्यसको लागि चाहिँ माई प्याकेजमा क्लिक गर्नुपर्ने हुन्छ। अब द्याट कोर्सेसमा जानु होला।